सो हेलो एन्ड से वारो सबैलाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो नयाँ ब्लगमा। यो साथै यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू, आज म चाहिँ सुटिङको लागि रेडी हुँदैछु। ज्याकेट टक्क लाएर किनभने थोरै जाडो छ र मौसम दुम्बिरहेछ आज, र फिटिङको मौसम घाम लागिसकेको थिएन, आज बिहानै दुम्बिरहेको थियो। र तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ फिटिङ बजारको मौसम। र कतिले यहाँनिर भन्दै हुन्छ कति लो क्वालिटीको भ्लग बनाएको, यस्तो लो क्वालिटीको भ्लग बनाउनु भन्दा त बरु बनाउँदै नबनाउने भन्नुहुन्थ्यो होला। तर हेर्नु है, यस्तो हो कि गाइज, अब म भ्लग नबनाउँ भन्छु होइन, जहिले अब भ्लग नबनाउँ भन्छु, अब भ्लग नबनाउने भयो भनेर यसरी हिँड्दै हुन्छु होइन। हिँड्दा हिँड्दै अटोमेटिकली लडेर हात क्यामेरामा हुन्छ त मैले के गर्नु। हेलो फ्रेन्ड्स, म चाहिँ आज हेलो फ्रेन्ड्स आज चाहिँ म भ्लग बनाउँदैछु र त्यस पछाडि चाहिँ म सुटिङको लागि क्यामेरा, लाइट, एक्सनहरू के अरे त्यो क्यामेराहरू सबै रेडी पार्न थालेँ मैले चाहिँ होइन। त्यस पछाडि अनि त्यो तपाईँ देख्न सक्नुहुन्छ यहाँ ब्यागमा हाल्दैछु म सबै मिलाएर होइन। गाइज यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू, म त्यो बेला दाजुको रुममा जाँदैछु एन्ड हि इज स्टिल स्लिपिङ। वाइ द हेक हि इज स्लिपिङ स्टिल, वाइ? मरेको कि सुतेको? Get the heck up, bro. Let's go. It's 8 AM. You need to get faster. चलो जल्दी। र त्यस पछाडि चाहिँ हामी क्लास पुग्यौँ। क्लास पुगिसके पछाडि चाहिँ हामीले क्यामेराको पूजा गऱ्यौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ हामी धुप बालेर क्यामेरालाई पूजा गर्दैछौँ। र त्यस पछाडि चाहिँ हाम्रो स्टुडेन्टहरूको, कोरस डान्सरहरूको र हिरोनी लगायत सबैको पालो आउँछ। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो स्टुडेन्टहरू सबैले पालो पिलो क्यामेरालाई धुप प्रज्वलन गरेर ढोक्दै हुनुहुन्छ। र आजको ब्लग चाहिँ थोरै लामो रहने जानकारी गराउन चाहन्छु तपाईँहरूलाई। धेरै मैले बेस्ट ट्राई गरेको छु एडिटमा तपाईँहरूलाई इन्टरटेन गर्नु, राम्ररी हेरिदिनुहोस् होला र इन्जोय गरिदिनुहोस् होला। र यहाँ आधी जति चाहिँ हाम्रो स्टुडेन्टहरू हुन् र आधी चाहिँ पर हाम्रो हिरोको टोलीबाट आउनुभएको छ डान्सरहरू। र आज चाहिँ हामी एकदम डायलग भन्दै नि त, ल आज सुटिङ मैले चाहिँ काम नभएर कुदेर बोकेर हिँडेको। र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर यति बेला च्याब्रङ टोलीको सुट भइरहेको छ। हाम्रो यो चाहिँ सबैजना डान्सरहरू है, कोरस हो, कोरस उहाँहरू चाहिँ, र यति बेला चाहिँ सुट हुँदैछ उहाँहरूको। तपाईँहरू देख्न सक्नुहुन्छ उनीहरू चाहिँ सबै हाम्रो स्टुडेन्टहरू है त। र यति बेला चाहिँ उहाँहरूले यो फर्स्ट सिन हो उहाँहरूको, र यति बेला चाहिँ यति हामीले खिच्दैछौँ। यहाँ क्यामेराम्यान र डाइरेक्टर दुवैजना त यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू, तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर। र त्यस पछाडि हामी अर्को सुट हिरोको, हाम्रो मोडलको सुट गर्नतिर लाग्यौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ क्यामेराहरू, कोरसहरू, च्याब्रङहरू सबै रेडी भइरहेछ। त्यस पछाडि हामी सुट गर्नतिर लाग्यौँ मोडलको। र तपाईँहरूलाई म के पनि भनिदिन चाहन्छु भने यो चाहिँ हाम्रो लिम्बू टोनको म्युजिक हो, र हामी चाहिँ म्युजिक एरेन्जहरू र म्युजिक लिरिक्स राइटिङ र सबै गर्छौँ। र त्यही अनुसार हाम्रोको यो म्युजिक भिडियो पनि हामी आफै सुट र एडिट गरेर हामी हाम्रो पेजदेखि हाल्ने गर्छौँ। र गाइज म चाहिँ छाता ओढिरहेको छु है, यहाँ नानीहरू बसिरहेको छ। कस्तो नाइन्साफी होला यो, कस्तो नाइन्साफी त मलाई पनि थाहा छ, तर बस्नु पर्यो त, सुटिङ हो यार। यो हाम्रो च्याब्रङ टोली त भाइरल छ कि क्या हो, लक्षिङको छ क्या हो? धेरै ठाउँ देउदी नाच्नु पाइसक्यो त तिमीहरूले। अर्को के अरे? अर्को साङकाङ। साङकाङ इज नट साङकाङ। सबैले हात हल्लाउ त यसरी उचालेर।
ल र त्यस पछाडि चाहिँ बाहिर सुटिङ कन्टिन्यू हुँदै थियो र हामी प्र्याक्टिस गर्दै थियो त्यही भएर म चाहिँ बसेँ बिकज भेरी भेरी कलिङ र म बस्दा बस्दै एक्कासी मलाई भोक लाग्यो। त्यस पछाडि हामी चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ मासु भात खाइयो। मासु भात यहाँ गर्ल्सहरूले एकदम दामी गरी मासु भात बजाउँदैछन्। बाइट हानेको देख्नु यहाँ देख्न सक्नुहुन्छ हामी सुटिङमा छौँ। यति बेला हानेर लाइनै बसेर सबैले हात लाउ त, हातै देखिँदैन त यिनीहरूको त। र त्यस पछाडि चाहिँ मलाई माम खाएको यस्तो जोस आयो मैले त